हेलो हेलो गुड मर्निङ नमस्ते हजुरहरू सन्चै हुनुहुन्छ होला अनि म पनि यहाँ सन्चै छु। म चाहिँ हिजो बेलुका बहिनीकोतिर रुममा आइपुगेको थिएँ अनि आज फर्किनु भनेको बहिनीले घुम्नु जाऊँ न नाना आज नजाऊ भनेर भन्यो। यहाँ चाहिँ बहिनी र बहिनी छोरी म नानी भएर रेडी भएर निस्किसकेको छौँ। अनि अब घुमाउनु चाहिँ कहाँ लान्छ भन्ने मलाई थाहा छैन। अब बहिनीको साथीको रुमतिर हामी हिँडिसकेको छौँ अनि बहिनीको साथीको रुममा नै आएर हामी रेडी भएर नै हिँडिसकेको छौँ। अनि अब घुम्नतर्फ लाग्नुपर्ने हुन्छ। बिहानको ट्याक्कै 10 बजे हामी हिँडेको। अनि त हिँडिन्छ तर एकदम गाह्रो के नानीहरूसँग हिँड्नलाई। अनि अब गाडीमा जाऊँ भने अब गाडीले लाग्छ, गाडीले माग्छ मलाई गाडीमा नजामै बहिनी भनेर भने। अनि यहाँ चाहिँ बहिनीलाई एकदम राम्रो देखिएको छ भनेर भने मैले चाहिँ तारिफ हान्दै हिँड्दैछु, हिरोनी जस्तो देखिएछ भन्दै। मेरो छोरी चाहिँ फेरि हिँड्नै मान्दैन क्या। बिहानको फेरि 10 बजे भनेको यति चर्को घाम लागेन, छाता पनि बोकेन होइन। सुरुमा त गाडीमा जाने भनेर सरसल्लाह गऱ्यो, फेरि यसो हिँड्दै जाऊँ न कति गाडीमा जाने भनेर भन्यौँ। अनि अब गाडीमा कति हिँड्नु भनेर आज चाहिँ हिँड्दै जाऊँ भनेर भन्यौँ। बहिनीसँग कुरा गर्दै गर्दै गफ गर्दै गयौँ। अनि हेलो भन्दैछ बहिनीको साथीले चाहिँ। अनि अब के भने अब नानीहरूसँग हिँड्न चाहिँ अलिक गाह्रो त गाह्रै हुन्छ है। नानीको आमा भएपछि अब सिङ्गल हिँड्नु पाइँदैन। यस्तै हो, आफ्नो नानी बाबुहरू जस्तो भए पनि बोकेर चाहिँ हिँड्न चाहिँ हिँड्यो। तर कुन ठाउँ लग्दैछ बहिनीहरूले भनेर मलाई चाहिँ थाहा छैन। अब एकैचोटि अब उहाँ घुम्ने ठाउँमा पुगेपछि थाहा हुनेछ मलाई चाहिँ। अनि मैले चाहिँ भने घाममा यस्तो घाममा पनि हामी 2 घन्टा लाएर हिँडेर आइपुग्यौँ है त। गाइजहरू देख्न सक्नुहुन्छ पार्कतिर आइपुगिसकेको छौँ। अनि यहाँ चाहिँ हाम्रो पहिलेको आमा बुवाको जमानादेखिको यो रोटेपिङ रहेछ, तर चल्नु चाहिँ नचल्दो रहेछ। यो पार्कमा चाहिँ मान्छेहरू टन्नै आउनु हुँदो रहेछ। तर हाम्रो चाहिँ नेपालमा चाहिँ नेपालको झन्डा जहीँ हुन्छ के, जस्तो घुम्नु गयो भने जहीँ घुम्नु गयो नि नेपालको चाहिँ झन्डा हुन्छ। अनि म चाहिँ यहाँ भिडियो बनाउँदैछु, मान्छेहरू टन्नै आउनु हुँदो रहेछ क्या। कोही पिङ खेल्नु भइरहेछ। अनि यो पार्कको नाम के अरे बहिनी भनेर सोधेको। अनि बहिनीले भन्यो यो पार्कको नाम ग्रिन पार्क हो के दिदी भनेर भने। अनि यसो हेरेको माथि हो रहेछ ग्रिन पार्क लेखिरहेको रहेछ। अनि यो पछाडि चाहिँ शिवजीको मूर्ति एकदम राम्रो रहेछ क्या। अब पुन्नीकोटमा पनि मूर्ति त छ तर योभन्दा एकदम ठुलो हो के। तर यहाँ चाहिँ सानो मूर्ति रहेछ तर पनि राम्रो लाग्यो मलाई। अनि नानी बाबुहरूले चाहिँ त्यहाँनिर माछा हेर्दै छ। म चाहिँ बनाउँदैछु भिडियोहरू एक्लै बोलेर। अनि बहिनीहरू चाहिँ आफ्नो आफ्नो धुनमा, कोही चाहिँ आफूले भिडियो बनाउने भनेर आफ्नै पारामा हिँडिरहेछन्, कोही अब नानीहरूसँग पिङहरू खेलाउँछु भनेर गइरहेको थियो बहिनीहरू चाहिँ। अनि म चाहिँ एक्लै भिडियो बनाएँ क्या, एक्लै बोलेर। अनि त्यहाँ नानी र बहिनी भएर पिङ खेल्दैछ त्यहाँ चाहिँ। अनि बहिनीसँग चाहिँ एउटा बाबु नि साथी आएको क्या। अनि भिडियो बनाइदेऊ ल भाइ भन्दै जाँदैछ उनीहरू चाहिँ। अनि हामीले चाहिँ छोटै भए पनि छोटो समय लाएर भए पनि आएर फोटोसोटो खिचेर अब हामी घरतर्फ फर्किनु पर्ने हुन्छ होइन। हजुरहरूलाई नि यति घुम्न मन लाग्छ भने यो ग्रिन पार्क भन्ने ठाउँमा आउनु होला नानी बाबुहरूलाई लिएर। एकदम शीतल पनि रहेछ, बस्ने ठाउँ पनि रहेछ। हामी चाहिँ बस्यौँ होइन। अब चाहिँ हामी घर फर्क्यौँ। अनि घरमा आइपुग्नु बित्तिकै ठुलो पानी पर्यो। ए बाबा धन्न आइपुगेछ नि भन्यौँ। आजको भिडियो चाहिँ यति नै छ। हजुरहरूलाई कस्तो लाग्छ कमेन्टमा भनिदिनु ल। हस् त बाई बाई।